हे गाइज हाउ आर यु अल आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अहिले ब्याङ्क जानुको लागि बस पर्खिरहेको छु। यहाँ चाहिँ बस नम्बर वाइज हुन्छ, अब कुन ठाउँमा जाने त्यो अनुसारको अब नम्बर हुन्छ होइन। अन्त म चाहिँ त्यही बसको वेट गरिरहेको छु यहाँनिर। अन्त अहिले चाहिँ मेरो बस आयो, यसलाई चाहिँ मेट्रोनिट भन्छ, यो चाहिँ 1 नम्बर बस हो। अन्त यहाँ चाहिँ म मेरो कार्ड एन्ट्री गर्दैछु। हामीले चाहिँ यो बसमा चढ्नुको लागि चाहिँ यो कार्ड हुन्छ, रापकाप भन्छ होइन, यसमा चाहिँ पैसा हाल्नुपर्ने हुन्छ। अन्त हामीलाई जहाँ पनि जानुहुन्छ यो कार्ड एन्ट्री गरे हामी जान सक्छौँ। अन्त इफ हामीले एन्ट्री गरेन भनेदेखि चाहिँ बाइचान्स अब चेकिङहरू गर्नु आयो भनेदेखि चाहिँ हामीलाई फाइन माग्छ अरे, या त अब जेल पनि लानु सक्छ भनेको सुनेको थिएँ। अन्त यो बसमा चाहिँ यस्तो उयसमा चाहिँ नेक्स्ट स्टपहरू भनेर लेखिदिएको हुन्छ यहाँ हिब्रूमा, एराबिकमा अन्त इङ्ग्लिसमा। सो द्याट हामीलाई चाहिँ अब इफ हामीलाई थाहा छैन होइन, हामी अब ठाउँहरू चिन्दिनौँ भने पनि त्यहाँनिर पढ्दै पढ्दै चाहिँ अब आफ्नो डेस्टिनेसनमा जानु सक्छौँ। र म चाहिँ ब्याङ्क पुगिसकेँ, मैले अपोइन्टमेन्ट लिइसकेको थिएँ। अन्त अहिले चाहिँ नम्बर लिएर अन्त यहाँ वेट गरिरहेको छु आफ्नो टर्नको। र मेरो चाहिँ ब्याङ्कको काम सक्यो, अहिले म घर फर्किँदैछु।